मोफा गर्न खोजिरहनु भएको छ। यदि तपाईले पुलिस क्लियरेन्स सर्टिफिकेट नेपालको बनाइसक्नु भएको छ र त्यसमा चाहिँ मिनिस्ट्री अफ फरेन अफेयर्सको स्ट्याम्प लगाउन खोजिरहनु भएको छ भने हामीले अनलाइनको थ्रुबाट पनि त्यसलाई स्ट्याम्प लगाउन सक्छौँ। यो चाहिँ कसरी गर्छौँ भन्ने आज हामी सिक्न गइरहेको छौँ। सबभन्दा फर्स्ट थिङ हामी मोबाइलको एप्समा खोल्छौँ। फर्स्टमा हामी गुगलमा क्लिक गर्छौँ। गुगलमा क्लिक गरिसकेपछि त्यहाँ डिपार्टमेन्ट अफ काउन्सिलर सर्भिसेसमा क्लिक गर्छौँ। त्यसमा क्लिक गरिसके पश्चात हामीसँग एउटा सर्फेस खोल्छ। अब अहिले चाहिँ हामी पुलिस क्लियरेन्स सर्टिफिकेटको भेरिफिकेसन गर्दैछौँ, त्यही कारणले गर्दा हामी यहाँ अरू अप्सन कुनैलाई पनि चुज नगरिकन प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा क्लिक गर्छौँ। यो क्लिक गरिसके पश्चात हामीसँग धेरैवटा पढ्नुपर्ने चिजहरू आउँछ। यो चाहिँ तपाईँहरूले पढ्नु होला। यो चाहिँ मैले अलरेडी पढिसकेको कारणले गर्दाखेरि यहाँ डाइरेक्टली क्लिक गरेँ मैले माथि दिएकोमा। देन आफ्टर नेक्स्टमा क्लिक गरेँ। नेक्स्टमा क्लिक गर्नु होला। त्यो क्लिक गरिसके पश्चात हामीसँग एउटा क्याप्चा आउँछ। त्यो क्याप्चा तपाईँले हान्नु होला। माथि जे दिएको छ त्यही नै लेख्नु होला। त्यो लेखेर तपाईँले सबमिटमा क्लिक गर्नुहोस्। सबमिटमा क्लिक गरिसकेपछि त्यहाँ डिस्प्याच नम्बर र डेट अफ बर्थ मागेको हुन्छ। यो डिस्प्याच नम्बर चाहिँ हामीले कहाँ पाउन सक्छौँ भन्दाखेरि हाम्रो पुलिस क्लियरेन्स सर्टिफिकेटको लेफ्ट ह्यान्ड साइडको टपमा चाहिँ हाम्रो डिस्प्याच नम्बर राखिएको हुन्छ। त्यो डिस्प्याच नम्बर तपाईँले जे लेखिएको छ त्यही नै त्यहाँ कपी गर्नु होला। देन आफ्टर आफ्नो डेट अफ बर्थ राखिसके पश्चात सबमिट गर्नु होला। सबमिट गरिसके पश्चात एउटा सर्फेसमा चाहिँ यो आएको सर्फेसमा तपाईँले आफ्नो मोबाइल नम्बर तल दिएको हुन्छ। त्यहाँ आफ्नो मोबाइल नम्बर राखिसके पश्चात त्यसलाई सबमिट गर्ने बित्तिकै यो हाम्रो मोफा गर्नको लागि अगाडि बढिसकेको छ है। अब यो पुरा प्रोसेस चाहिँ कसरी सकिन्छ भन्दाखेरि हामीले यसलाई पेमेन्ट गरिसके पश्चात यसको फुल पेमेन्ट चाहिँ कति हुन जान्छ भन्दाखेरि 500 रुपियाँ। यो चाहिँ हामीले आफ्नो खल्ती एकाउन्ट या त सेवा एकाउन्टबाट चाहिँ हामीले पेमेन्ट गर्न सक्छौँ। यो कसरी पेमेन्ट गर्ने हामी नेक्स्ट भिडियोमा लिएर आउनेछौँ। स्टे ट्युन। थ्याङ्क यू सो मच।